दर्शकबिन तपाईलाई स्वागत गर्न चाहन्छु। आज देशको भूगोल र देशको राजनीतिसँग जोडिएर कुराकानी गर्नका लागि मसँग अति नै महत्त्वपूर्ण व्यक्तित्व अतिथिको रूपमा पाल्नु भएको छ। उहाँ हुनुहुन्छ मंगोल नेशनल अर्गनाइजेसन केन्द्रीय सभाका सहसचिव सान मेचेज्यू। उहाँसँग देशको राजनीति र भूगोलसँग जोडेर विशेष गरेर कुराकानी गर्नेछु। आउनुहोस् उहाँलाई स्वागत गरौँ। स्वागत छ यहाँलाई। हजुर, धन्यवाद। सन्चै हुनुहुन्छ? एकदम फर्स्ट क्लास। आज भोलिको यो गर्मीको अवस्था छ। हजुर, राजनीति कसरी अगाडि बढिराखेको छ? राजनीतिक माहौल र यो गर्मीलाई कसरी हेरिराख्नु भएको छ? समग्र देशको या संगठनको? तपाईले भन्नु खोज्नु भएको त कुरा गर्नु पर्यो। अवश्य। समग्र देशको त गर्मी नै देख्छु म, हैन, विभिन्न मिडियाहरु मार्फत। र संगठनको पनि एक हिसाबले हाम्रो द्रुत गतिमा चाहिँ अभियानहरू चलिरहेछ, हैन, सांगठनिक गतिविधिहरू बढिरहेछ। तपाईले देखिराख्नु भएको छ मिडियाहरु मार्फत। संगठनको नियमित कार्यक्रमहरू भयो, हैन। संगठनले विभिन्न समयमा नीतिगत रूपमा निर्णय लिएर चाहिँ अगाडि बढेको कार्यक्रमहरूलाई लिएर हामी अगाडि गइरहेछौँ। मोटामोटी गर्मी छ भनौँ न। अहिले देशमा विभिन्न खालका आन्दोलनका जुन भिडहरू देखिन्छ, त्यो भिडले तपाईहरुले जोगाएर ल्याउनु भएको लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयतालाई चाहिँ कतिको असर पार्छ अथवा बलियो पार्छ? यो त यस्तो हुन्छ, अब यो के छ भने कुनै पनि राम्रो चिजहरू चाहिँ अब, हैन, तपाईको त्यो सधैँको लागि चाहिँ एक हिसाबले चाहिँ स्थायित्व हुनुको लागि, हैन, त्यो संक्रमणकालीन अवस्थाबाट चाहिँ संस्थागत हुनुको लागि चाहिँ त्यस्ता धेरै कुराहरू, हैन, आन्दोलन जस्तो कुराहरू त्यो हुन्छ, जिनामसिना कुराहरू हुन्छ। त्यसले खासै असर गरेको त देखिँदैन। अझ झन् त्यसले के गर्छ भन्दा राजनीतिक रूपले चाहिँ जनतामा एउटा सचेतना जागेर त्यसले लोकतन्त्रलाई अझ बलियो बनाउनुको लागि, संस्थागत गर्नुको लागि चाहिँ यस्ता सानातिना आन्दोलनहरूले झन् मजबुत बनाउँछ भनौँ न। मान्छेहरूमा चाहिँ अवेरनेस आउँछ लोकतन्त्रप्रति, गणतन्त्रप्रति चाहिँ इमान्दार, वफादार रहेर अब यस्ता यो भनौँ लोकतन्त्र विरोधी गतिविधिहरूलाई चाहिँ हामी उखालेर फाल्नुपर्छ, त्यसलाई अवशेष पनि राख्नु हुँदैन भन्ने हिसाबले चाहिँ झन् जनतामा चाहिँ अवेरनेस आएर चेतना अभिवृद्धि भएर चाहिँ जान्छ। त्यस कारणले गर्दाखेरि यसले भनौँ जनताप्रति चाहिँ एउटा लोकतन्त्रप्रति चाहिँ सकारात्मक सोचको विकास गर्छ जस्तो मलाई लाग्छ। तपाईहरुले विशेष गरेर लोकतान्त्रिक गणतन्त्र अथवा लोकतन्त्रलाई विशेष गरेर तपाईहरुले महत्त्वपूर्ण तरिकाले स्थापना कालदेखि नै आवाज उठाउँदै आउनुभयो। यसको वास्तविक व्यावहारिक रूपमा चाहिँ कार्यान्वयनको लागि चाहिँ कतिको समय कुर्नु पर्ला अथवा अहिलेको समयमा नै त्यो आइसक्यो, कस्तो लाग्छ तपाईलाई? त्यो चाहिँ यस्तो हुन्छ, अब यो चेतना जस्तो कुरोहरू, हैन, परिवर्तन भन्ने कुरो चाहिँ एकैचोटि हुँदैन पक्कै पनि, हैन। त्यसलाई चाहिँ समय लाग्छ, समय परिस्थिति पनि आउनुपर्छ, समयको नि माग हुनुपर्छ, जनतामा त्यो खालको चेतनाको अभिवृद्धि हुनुपर्छ, हैन। हिजो महामन्त्री डाक्टर गोपाल गुरुङज्यूले चाहिँ आजभन्दा 36 वर्ष अगाडि संगठनिक रूपमा चाहिँ यो लोकतन्त्रको आवाज उठाउँदै गर्दाखेरि, हैन, त्यो बेलाको जनताहरूमा चाहिँ राजनीतिक रूपले त्यति चेतनशील नभएको जनताहरू थियो, हैन, जो क्रास लेभलको जनताहरू, जसमा पनि समग्र मूलवासी मंगोल जनताहरू त झन् अझ पीडामा थिए। तर जब समय परिवर्तन हुँदै गयो, देशले काँचुली फेर्दै जाँदाखेरि चाहिँ यो मुलुकमा, हैन, लोकतन्त्र गणतन्त्रको खाँचो छ भन्ने कुरोहरू चाहिँ जनताले नै महसुस गरेर चाहिँ जनता आफै चेतनशील हुँदै गयो, जसमा चाहिँ महामन्त्री डाक्टर गोपाल गुरुङज्यूको मंगोल नेशनल अर्गनाइजेसनको त महत्त्वपूर्ण योगदान छँदैछ। त्यो त, हैन, त्यो त तपाईको युगले कहिले पनि बिर्सिने कुरा हुँदैन। तर त्यसमा पनि के छ भन्दाखेरि जनता चेतनशील हुँदै जाँदाखेरि चाहिँ, हैन, जनता चाहिँ अवेरनेस हुँदै जाँदाखेरि चाहिँ यो संस्थागत गर्नुको लागि, हैन, जनताले नै अब यो लोकतन्त्रलाई बलियो बनाउनको लागि चाहिँ भूमिका निर्वाह गर्छ जस्तो मलाई लाग्छ। अहिले सडकहरुमा केही व्यक्तिहरू आफ्नो टाउकोमा हजुर राजतन्त्रको टोपी लाएर हिँडिराखेको देख्न सकिन्छ। हजुर, त्यो हुलुहुज्जतले यहाँका जनताहरूको जनजीवनै अस्तव्यस्त बनाइराखेको जस्तो अहिले देख्न सकिन्छ। यी सम्भावना रहन्छ फर्किने भनेर? त्यो रहँदैन। यस्तो छ नि त, अब तपाईँ हामीले अलि धेरै जनताहरू चाहिँ जुन हिसाबले, हैन, लोकतन्त्रलाई माया गर्ने, लोकतन्त्र संस्थागत गर्नु हुनुपर्छ भन्ने धेरै बहुमत जनताहरू छन्। त केही जनताहरू, केही त्यस्ता मान्छेहरू भनौँ न, त्यो उल्टो चल्ने, हैन, उल्टो दिशातिर लान खोज्ने केही त्यस्ता तत्त्वहरू भनौँ न, त्यसलाई के भनौँ, त्यसलाई के भन्छ, दक्षिणपन्थी भनौँ न,
त्यो खालको सोच राखे यथास्थितिवादीहरू चाहिँ छन्। अहिलेको गतिविधिले हेर्ने हो त उनीहरू त उच्छृङ्खल तत्त्व नै भयो सडकमा। उच्छृङ्खल तत्त्व नि आपराधिक क्रियाकलाप जस्तो गर्ने होइन, त्यो अवान्छिन्न क्रियाकलापहरू गर्ने, अब अनैतिक शब्दहरू बोल्ने यस्ता खालको, त्यो जसले चाहिँ म एक किसिमको देश चलाउँछु भन्ने हिसाबमा त बौद्धिक कुराहरू हुनु पऱ्यो नि त होइन। त्यो हल्ला गरेको भरमा, ठुल्ठुलो स्वरले कराएको भरमा त देश परिवर्तन हुँदैन, देश बनिँदैन नि त त्यो कुराले चाहिँ। त्यस कारणले गर्दाखेरि यो चाहिँ के छ, सामाजिक सञ्जालको कुरो हो होइन। मिडियाहरू उनीहरूको पकडमा छ, अनि मिडियाहरूमा चाहिँ देखाइएको कुराहरूले गर्दा नि साँच्चै नै परिवर्तन हुन्छ कि क्या हो, साँच्चै नै आउँछ कि क्या हो भन्ने खालको सोच राख्छन् साथै। तर त्यो यथार्थ होइन होइन, समग्र जनताले त्यो चाहेको पनि छैन। किनकि समग्र जनताले के बुझेको छ भन्दाखेरि हिजोको जस्तो त्यो 19औँ शताब्दीतिरको जस्तो 16औँ शताब्दी जस्तो समय पनि छैन होइन। किनकि संसार अहिले अगाडि बढिरहेको सन्दर्भमा नेपाल झन् पछाडि जान्छ भन्ने कुरा आउँदैन। त्यस कारणले गर्दाखेरि त्यसले खासै असर गर्दैन। 2-4 दिन हो यो के भने 18 वर्ष जब लोकतन्त्र स्थापना भएदेखि यता होइन 18 वर्षको कार्यकाल चाहिँ एउटा सङ्क्रमण कार्यकाल भन्छ होइन, सङ्क्रमण कार्यकाल भन्छ। त्यो कार्यकालभित्रमा अब त्यो हिजो एक हिसाबले त्यो कुडामा भन्न कुडामा परिसकेको राजतन्त्रहरूलाई चाहिँ फेरि बिउताउँछु, मरिसकेको राजतन्त्र फेरि बिउताउँछु भनेर भेन्टिलेटरमा चाहिँ राखेर त मरिसकेको मान्छेलाई पनि भेन्टिलेटरमा राखेर अक्सिजन दिएर अलिकति सासमा त बाँचेको छ कि आउँछ कि बाँच्छ कि भन्ने हिसाबले मान्छेले सोचेको मात्र हो। त्यो आउँदैन पनि हुँदैन पनि, त्यो त्यस्तो कुरा चाहिँ हो। अहिलेको समयमा ती व्यक्तिहरूले हजुर कहिलेकाहीँ उनीहरूले भन्ने गर्छन् कि अब हिँड्ने नभए नि हिङ बानेको टालो त छ नि भन्ने खालको टाइपको चाहिँ कुराहरू उनीहरूले गरिराखेको छ। र त्यही कुरालाई चाहिँ यो देशका मिडियाहरूले चाहिँ मिडियाबाजी गरेर मिडिया ट्रायल खेलिराखेका छन्। यो अहिले पछिल्लो समयको यो मिडिया ट्रायललाई चाहिँ कसरी राख्नुभएको छ तपाईँले? मिडियाहरूको कुरो त कस्तो हुन्छ भने मिडिया आफै पनि होइन कुन धारको भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। टिआरपीको लागि पनि कतिपय मिडियाहरूले चाहिँ गलत सूचना सम्प्रेषण गरेर चाहिँ जनतालाई गुमराह गरिरहेको पनि हामी पाउँछौँ होइन। किनकि अहिलेको समय त्यो छ नि त, अब कसैको सोच, कसैको विचार, कसैको उसमा चाहिँ खेलवाड गरेर पैसा कमाउने होइन, बिजनेस गर्ने खालको मिडियाहरू पनि पाउँछ नि त। त्यही कारणले गर्दाखेरि यो हिसाबले गर्दा मिडियाको प्रचारबाजी मात्र हो होइन, त्यसमा यथार्थ कुरो केही छैन। आउने कुरो आउँदै आउँदैन भनिसकेपछि त त्यो अब के भन्ने मैले होइन। मिडियाको प्रचारबाजीलाई चाहिँ अब त्यो टिआरपीको लागि पनि हुनसक्छ होइन, व्यापार व्यवसायको लागि पनि हुनसक्छ भन्ने कुरा त हो। अहिले विश्व आफ्नो छुट्टै खालको ध्रुवीकरणमा अगाडि बढिराखेको अवस्थामा तपाईँहरूको लय, तपाईँहरूको बाटो, तपाईँहरूको सिद्धान्त र दर्शन आफ्नै शैलीमा अगाडि बढिराखेको छ। यसै सन्दर्भमा तपाईँहरूले अब मङ्गोल नेसनल अर्गनाइजेसनको फाउन्डर प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङज्यूको स्मृति सभा मनाउने, त्यसै क्रममा चाहिँ तपाईँहरूले राष्ट्रिय स्तरमा इलामको सन्दर्भमा बन्दै गरेको मङ्गोल म्युजियम भवनलाई पनि हस्तान्तरण गर्ने र त्यहाँ महत्त्वपूर्ण व्यक्तित्वहरूको शालिग बन्ने, यो कुराहरूलाई चाहिँ तपाईँहरूले अब चाँडै नै सम्पन्न गर्दै हुनुहुन्छ। यो कुराहरूले चाहिँ अथवा यसले चाहिँ विश्वलाई तपाईँहरूले कस्तो खालको जुन जानकारी अथवा सन्देशहरू दिन खोजिराख्नु भएको छ? अब यसमा त विश्व जसरी ध्रुवीकरण, राजनीतिक रूपले ध्रुवीकरण हुँदैछ, यसमा चाहिँ के छ भन्दाखेरि हामीले बुझ्नुपर्ने कुराहरू के छ भने संसारमा जति पनि राजनीतिक घटना परिघटनाहरू हुन्छ होइन, त्यो घटनालाई निहाल्दाखेरि चाहिँ के छ भन्दाखेरि विशेष गरेर आफ्नो देश, आफ्नो माटो होइन, आफ्नो गुमेको अधिकार अस्तित्व प्राप्तिको लागि चाहिँ लडिरहेको हामी पाउँछौँ होइन। चाहे जुनै जसले पनि चाहे त्यो साम्राज्यवादी सोच भएका हो, चाहे त्यो पुँजीवादी सोच भएका, चाहे साम्यवादी जुनै सोच भए तापनि अन्तिममा अन्ततोगत त केही त्यस्ता होला, 1-2 जना तानाशाहीको रूपमा होला उदाएको होला, तर समग्र जनता, समग्र उसले चाहिँ आफ्नो देश होइन र माटोको लागि सङ्घर्ष गरिरहेको पाउँछौँ। त्यसमा पनि महामना डाक्टर गोपाल गुरुङज्यूले देख्नुभएको सपना होइन, जो लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयताको कुरा आउँछ होइन, मानव अधिकारको कुरा आउँछ, यसलाई संस्थागत गर्ने कुरोहरूमा नेपालमा जुन हिसाबले उहाँले सङ्घर्ष गर्नुभयो होइन, जुन हिसाबले उहाँले त्याग गर्नुभयो, जुन हिसाबले चाहिँ समग्र नेपाली जनताहरूको लागि चाहिँ उहाँले चाहिँ बलिदानी दिनुभयो, त्यो सङ्घर्षको दौरानमा त्यो बेलामा चाहिँ उहाँलाई साथ चाहिँ दिनुहुने होइन व्यक्तित्वहरू जो हामीले शालिग बनाउँदै गरेको, तपाईँले अघि नै भन्नुभयो मङ्गोल म्युजियम होइन, भवन के अरे इलामको सन्दकपुरमा
बनिँदै गरेको मङ्गोल म्युजियम सन्दकपुर इलामको भवन परिसरमा चाहिँ उहाँहरूको शालिग बनाएर जो वीरेन लामा होइन गुरुङ र मानबहादुर राई सिङ्गापुरेको हामी शालिग बनाउँदैछौँ, जसमा महामना डाक्टर गोपाल गुरुङको शालिग। यसले चाहिँ के सन्देश दिन हामीले खोजिरहेछौँ भन्दाखेरि हामीले होइन समग्र यो देशलाई परिवर्तन गर्दै गर्दाखेरि होइन यो मुलुकमा चाहिँ राजनीतिक परिवर्तन, धार्मिक परिवर्तन, सांस्कृतिक होइन सामाजिक परिवर्तनमा हाम्रो अभियान मङ्गोल सहरले योगदान दिँदै गर्दाखेरि ती अग्रजहरूले दिनुभएको योगदानले होइन आज आमूल परिवर्तन भएको छ होइन। मुलुकमा एउटा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता आएको छ। यसले नै समग्र नेपालको होइन समग्र नेपालीको यो नेपालको चाहिँ तपाईँको उन्नत हुन्छ, नेपाल चाहिँ तपाईँको अग्रगामी रूपमा चाहिँ अगाडि बढ्छ, फड्को मार्दै जान्छ भन्ने हिसाबले चाहिँ हिजो त्याग गर्ने तपस्या जुन बलिदानी हुने अग्रजहरूलाई चाहिँ अब सम्मान गर्नुपर्छ भन्ने हेतुले हामीले त्यो अभियान अगाडि लिएर आएको छौँ। जसले गर्दा चाहिँ के छ भन्दाखेरि हामीले विश्वसामु चाहिँ के सन्देश दिन खोजिरहेछौँ भन्दाखेरि यसले चाहिँ हामी होइन अग्रजहरूको सम्मान गर्दै होइन समग्र नेपालीको के अरे उन्नति गर्दै होइन त्यो भाषिक रूपले हो चाहे शैक्षिक रूपले होइन आर्थिक रूपले राजनीतिक रूपले चाहिँ विकास गर्दै र आमूल नेपालको परिवर्तन गर्दै हामी देशलाई विकासको त्यो गतिमा छलाङ मार्न अगाडि अग्रसर छौँ भन्ने हिसाबको त्यो खालको चाहिँ एउटा भनौँ न सन्देश दिने हिसाबले पनि समग्र आमूल मतलब परिवर्तनको कुराहरूलाई चाहिँ देशव्यापी रूपमा चाहिँ देश विदेशमा चाहिँ सन्देश पुर्याउने हिसाबले चाहिँ हामीले त्यो कामहरू गरिरहेको अवस्था चाहिँ हो।